ल अब चाहिँ भोटर आइडी बनाउन झन् सजिलो हुने भो। यो भन्दा अगाडि भने हामी भोटर आइडी को लागि अनलाइन फर्म एप्लाई गरिसकेपछि कार्यालयमा भिजिट गरेर भने बायोमेट्रिक दिन पर्थ्यो भने अब चाहिँ तपाईले कार्यालयमा गइराख्नु परेन, कतै धाइराख्नु परेन। मात्र तपाईले मोबाइल फोनबाटै तपाईले सबै कुराहरू गर्न सक्नुहुनेछ। बायोमेट्रिकहरू गर्न पर्दैन किनभने राष्ट्रिय परिचय पत्र नम्बर सबैको होला, राष्ट्रिय परिचय पत्र दर्ता सबैले गर्नुभएको होला र राष्ट्रिय परिचय पत्र नम्बर भएपछि तपाईले चाहिँ नयाँ फर्म भर्नु भएपछि बायोमेट्रिक गर्नको लागि कार्यालयमा भिजिट गरिराख्नै परेन। सो अब यो नयाँ अपडेटमा चाहिँ अब कसरी फर्म भर्ने त त्यसको बारेमा तपाईहरुलाई यो भिडियोमा सिकाउने छु। त्यसको लागि तपाईहरु क्रोम ब्राउजर अथवा कुन ब्राउजर युज गर्नुहुन्छ अथवा गुगलमै गएर तपाईले सर्चमा चाहिँ के लेख्नु पर्यो भने apply.br.election.com.np यो देख्न सक्नुहुन्छ apply.br.election.gov.np यो लेखेर सर्च गर्नुस् र त्यसपछि तपाईले चाहिँ यहाँ थोरै तल स्क्रल गर्नुस् र त्यसपछि यहाँ नयाँ दर्ता भन्ने अप्सन छ। यो नयाँ दर्ताको अप्सनमा क्लिक गर्नुस् र अब दुईटा अप्सन छ यहाँ। यदि तपाईहरुले राष्ट्रिय परिचय पत्र नम्बर बनाउनु भएको छैन भने चाहिँ तपाईहरुले योबाट गर्नुपर्ने हुन्छ। यसको चाहिँ मैले भिडियो बनाइसकेको छु। यहाँ मोबाइल नम्बर लाउने र नेक्स्ट गर्दै जाने, यसको फर्म कसरी भर्ने मैले त्यसको बारेमा सबै कुराहरू बनाइसकेको छु। त्यो भिडियोको लिंक डिस्क्रिप्सनमा छ, गएर हेर्न सक्नुहुनेछ। र राष्ट्रिय परिचय पत्र नम्बर छ भने चाहिँ यो माथिको फर्म भर्नुपर्ने हुन्छ। राष्ट्रिय परिचय पत्र कार्ड नभए पनि नम्बर मात्रै भए नि पुग्छ। र राष्ट्रिय परिचय पत्र नम्बर बिर्सिनु भएको छ भने कसरी हेर्ने त त्यसको पनि मैले भिडियो बनाइसकेको छु, लिंक डिस्क्रिप्सनमा छ, गएर हेर्नु होला। यदि बिर्सिनु भएको छ भने तपाईले राष्ट्रिय परिचय पत्र नम्बर हेर्न सक्नुहुनेछ। अब यहाँ राष्ट्रिय परिचय पत्र नम्बर भइसकेपछि यहाँ राष्ट्रिय परिचय पत्र नम्बर लाउनु पर्ने हुन्छ। जुन यहाँ नम्बर भनेको छ यहाँ क्लिक गरेर तपाईले नम्बर लाउनुस् आफ्नो राष्ट्रिय परिचय पत्र नम्बरको। र त्यसपछि यहाँ जन्ममिति भनेको छ, यहाँ क्लिक गर्ने र यो एडी मा लाउनु भनेको छ। सो तपाईहरु इंग्लिश डेट अफ बर्थ लाउनु पर्ने हुन्छ। सो इंग्लिश डेट अफ बर्थ तपाईहरुलाई थाहा छैन भने नेपाली टु इंग्लिश डेट अफ बर्थ भनेर सर्च गर्नुस् र कन्भर्ट गर्नुस्। त्यहाँ आफ्नो नेपाली डेट लाएर कन्भर्ट गर्नु भएपछि इंग्लिश डेट अफ बर्थ आइहाल्नेछ। अथवा पासपोर्ट अथवा नागरिकताको पछाडिपट्टि पनि हुन्छ इंग्लिश डेट अफ बर्थ, अहिलेको नयाँ नागरिकता छ भने चाहिँ। र त्यसपछि अब यहाँ आफ्नो डेट अफ बर्थ कति हो त्यो यहाँ यसरी लाउनुस् र यहाँ सुरुमा यहाँ तपाईले इयर यहाँ क्लिक गरेर इयर सिलेक्ट गर्नुपर्ने हुन्छ। र त्यसपछि यहाँ अब कुन महिना हो त्यो यहाँ यसरी यताउता गरेर तपाईले अब नोभेम्बर डिसेम्बर कुन महिना हो त्यो सिलेक्ट गर्ने। त्यसपछि कति हो कति तारिख हो त्यो यसरी सिलेक्ट गर्ने र सेट गर्ने। र त्यसपछि यहाँ नाम भनेको छ आफ्नो फर्स्ट नेम लाउनु पर्ने हुन्छ। पहिलो नाम मात्रै लाए पुग्ने रहेछ यहाँ, किनभने फर्स्ट नेम भनेको छ। र त्यसपछि यहाँ सही उत्तर लेख्नुहोस् भनेको छ। यहाँ यो क्याप्चा जस्तो हो, जस्तै 4 - 3 कति हो भनेको छ। 4 - 3 1 हो, 1 यसरी लेखिदिए मैले। त्यसपछि यहाँ अब यहाँ देख्न सक्नुहुनेछ। अब यसमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसमा यहाँ क्लिक गर्नुपर्ने हुन्छ। र त्यसपछि यो सबै फर्ममा यहाँ देख्न सक्नुहुन्छ सबै अप्सनमा चाहिँ तपाईहरुको डिटेल्स आइसकेको हुन्छ, किनभने राष्ट्रिय परिचय पत्र नम्बर चाहिँ यहाँ लिंक भएको छ। र त्यसपछि अब अर्कोमा क्लिक गर्दै यो अर्कोमा क्लिक गर्दै जानुपर्ने हुन्छ। यहाँ मात्र यो सिलेक्ट गर्नुपर्ने रहेछ मतदान स्थलको नाम। यो चाहिँ भनेको चाहिँ कहाँनिर चाहिँ तपाईले भोट दिने हो त्यो चाहिँ यहाँ सिलेक्ट गर्नुपर्ने रहेछ। यहाँ यसरी क्लिक गर्ने, त्यसपछि यहाँ कुन हो त त्यो सिलेक्ट गर्ने। जस्तै यहाँ आउँछ र कुनमा दिने हो त्यो एउटा सिलेक्ट गर्ने र त्यसपछि अर्कोमा क्लिक गर्दै जाने। र यहाँ सबै डिटेल्सहरु चाहिँ यहाँ भरेर आउने रहेछ। कुनै डिटेल्स छुटेको छ भने भर्नु होला। त्यसपछि अर्को गर्दै जाने यसरी फेरि। र यहाँ मोबाइल नम्बर पनि लाउनु पर्ने रहेछ र मोबाइल नम्बर र इमेल एड्रेस यो पनि लाउनु पर्ने रहेछ। यही जुन छुटेको छ त्यो चाहिँ लाउँदै जानु होला। र मैले यो लाइसके अब अर्को अप्सनमा क्लिक गर्ने र फेरि यहाँ सबै डिटेल्सहरु भरेको छ। कुन भर्न बाँकी छ त्यो चाहिँ यहाँ तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ। र यो स्थायी बसोबास ठेगाना यो मेरो लागेको छैन, मैले यहाँ स्थायी ठेगाना जस्तै भनेर यहाँ लाइदिएको छु यसरी। र यो तलको ठेगाना चाहिँ यदि तपाईहरु चाहिँ जुन ठाउँमा भोट दिने त्यो ठाउँको तपाईहरु ठेगाना लाउन चाहनुहुन्छ भने चाहिँ त्यो ठाउँको ठेगाना लाउनु होला। म चाहिँ मेरो जुन स्थायी ठेगाना छ त्यसबाटै लाउन लागेको छु, त्यही भएर मैले यसमा टिक मार्क लाए। र त्यसपछि अर्कोमा क्लिक गरेर नेक्स्ट गर्ने। र कुन ठाउँ चाहिँ यहाँ छुटेको छ त्यो यहाँ अटोमेटिक भनिदिनेछ। यस्तो रातो लागेर आउँछ अर्को गर्दाखेरि। र यहाँ अब छान्ने यो नागरिकताको किसिम रहेको छ, मैले यहाँ वंशज सिलेक्ट गरेँ। र त्यसपछि यहाँ अपङ्गा हो हैन भनेको छ, अब यसमा होइन छ अर्को गर्ने। अब यहाँ के भनेको छ अन्य भनेको छ। अब यहाँ मातृभाषाहरू छान्नुपर्ने हुन्छ। अब मातृभाषा नेपाली र समूह वर्ग अब कुन हो त्यो छान्नुस्। मेरो आदिवासी छाने मैले। त्यसपछि यहाँ यो साक्षरमा क्लिक गर्नुस् यसरी। त्यसपछि योग्यता यहाँ योग्यतामा यसरी क्लिक गरेर
यहाँनिर कति हो त योग्यता, अब कति पास हो तपाईँहरूको, जस्तै 10+2 गरेँ मैले र अर्को गर्ने यसरी। र त्यसपछि यहाँनिर सबै डिटेल्सहरू आएको छ। अब यहाँनिर तल यहाँनिर तपाईँहरूले एउटा पाउनुहुनेछ यो दर्ता गर्नुहोस् भन्ने अप्सन, यहाँनिर क्लिक गर्नुहोस् र यहाँनिर तपाईँको आवेदन नम्बर भनेको छ, यसलाई स्क्रिनसट गरेर राख्नुहोस् र त्यसपछि अब यसलाई यस गर्नुहोस्। र अब तपाईँहरूले यति गर्नुभएपछि तपाईँहरूको नाम दर्ता भइसकेको छ र तपाईँहरूलाई चाहिँ कन्फर्मेसन मेलमा पनि आउनेछ। सो यसरी चाहिँ तपाईँहरूले राष्ट्रिय परिचय पत्रको थ्रुबाट चाहिँ अब भोटर आइडी कार्ड बनाउन सक्नुहुनेछ, त्यो पनि कार्यालय बायोमेट्रिक गर्नको लागि फिजिकल भिजिट नगरिकन।